हेलो हेलो गाइस हेलो। म चाहिँ टक्क घरबाट निस्केर भिडियो गर्न सुरु गरेँ होइन। यो चाहिँ मेरो घर छेउको ब्यारेक हो, सशस्त्र ब्यारेक। प्रायः म भनिरहेको हुन्छु नि साथीहरूलाई कहाँनिर हो कसरी आउने भन्नुहुन्छ, अनि मैले भने हुन्छ कि ब्यारेक छेउमा आउनु ठ्याक्कै त्यहीँ हो भनेर भनिरहेको हुन्छु नि त म। अनि यता चाहिँ धान पनि काटिसक्नु भएछ, जस्तै भर्खरै रोपे जस्तो लाग्छ मलाई। तर काटिसक्नु भएछ। त्यस्तै छ हौ, अहिले पैदल यत्रो हिँडिरहेको छु म होइन। आज पारी हिँडेको म ट्याक्कै सल्लाहघारी जङ्गल छ नि, निलबाराई जङ्गल घुम्न जाँदैछु एक्लै। तपाईँहरूले हेरेर जानु होला है। यो चाहिँ ब्यारेक ल, म देखाउँछु ल एकछिनमा। मब्बल दामी ब्यारेक गेट भइहाल्यो यो होइन। यस्तो छ, यो उतापट्टि सबै सब्जी बगानहरू हो होइन। बाटो छ, बाटो खतरा छ नि होइन, दामी छ नि बाटो, बवाल छ नि। भेरी नाइस बाटो। म चाहिँ यो जङ्गल हिँडेको होइन, यो बाटो हो। अनि यताबाट टक्क यो जङ्गल जाने हो कि होइन। बवाल छ नि ठाउँ है, यो चाहिँ सबै सागखेतीहरू हो होइन। म हिँड्दै गर्ने बाटो चाहिँ यो। अहिले फर्किँदा चाहिँ म सायद स्कुटी लिएर आउँछु होला, पारी घरमा छ। म चाहिँ यता घरबाट जाँदैछु पारी घुमेर यस्तो जङ्गलबाट होइन। दामी छ नि है, कस्तो सुन्दर आकाश, बादल पनि रहेनछ आज। हो यहाँ अलिकति दिन्छ, बवाल छ नि यार। यो कुनामा फेरि हाउजिङ बन्दैछ, त्यो पनि म देखाउँछु ल। यो चाहिँ हाउजिङ एरिया हो, पुरै बारिया छ होइन। भित्र पुरै हाउजिङ छ, म अहिले पारीबाट देखाउँछु होइन। ठ्याक्कै यही हो बाटो चाहिँ, म यहाँ पारी पुगेर म देखाउँछु ल। म त एकैचोटि यो ठाउँमा पो आइपुगेँ। दाई भेटिहाल्यो, दाईले बाइकमा भेटाटो ल्याइहाल्नु भयो। कस्तो म निलबाराई त्यो सबै देखाउँछु भनेको पाइनँ है, पाइनँ। यहाँ चाहिँ सिद्धार्थ ब्याङ्क छ, अनि यता के अरे सन्देश ब्याङ्क यता। हाई हाई रे, म एक ठाउँ लान्छु ल। मेरो मामाको मासु पसल पुऱ्याउँछु तपाईँलाई। मेरो यो 1331 इष्ट मित्र रहेछ, सबै देखाउँछु म। जिन्दगी भन्ने तर बोलाउँदैन, बोलाउँदा कोही कोहीलाई मात्र बोलाउँछु कि प्रायः, त्यही भएर हो कि। यहाँनिर एउटा पसल छ। हो साउ के छ खबर? ए हाम्रो सम्धीको पसल। यहाँ प्यान्ट चाहिँ एकदम स्पेसल चिनाउँछ है साथी हो। प्यान्ट चाहिँ एकदम सस्तो मूल्यमा एकदम स्पेसल साथीहरू। म यहाँबाट निस्केँ कि अब हाम्रो मामाको पसलमा म ट्याक्क पुऱ्याउँछु। यहाँ साइना दाइको तरकारी पसल, सबै आफन्तै। ओ हाल दाजु नमस्ते, उहाँ साइला दाजु है, ल सबै नमस्ते गरौँ। उहाँको तरकारी पसल हो। अब त्यसपछि यो त हाम्रो औषधी पसलको दिदीको पर्तिरको, उहाँलाई नबोलाऊँ। यहाँ एउटा होलसेल पसल छ मेरो दोस्तको। यो त हाम्रो खोटाङ्गे मिट सप छ, यहाँ कता हुनुहुन्छ अब नबोलाऊँ अहिले। अनि अब अर्को होटल छ यहाँ फेरि हाम्रै दिदीको, त्यहाँ पनि म बोलाउँछु। मासु पसल पनि छ, त्यहाँ पनि म बोलाउँछु। एकैछिन वेट। यो त हाम्रो दिदीको होटल हो, चट्ट आउने मोमो खाने। मोमो यहाँ एकदम खोइ कहाँ 80 रुपियाँ प्लेट। यहाँ सब्जी पनि छ टक्क है त साथीहरू। यहाँ चाहिँ खै कता गयो, भर्खर बनाउँदै हुनुहुन्छ त। पानी चाहिँ खाउँ क्या हो।
भाइ चाहिँ स्कुल गइसक्यो? होइन नि त्यहाँ तिनीहरूको त्यो यस्तो लगाउने पानी पर्दैन नि त्यहाँ बनाउँदा काटिन्छ ए यता को छ त्यो मेरो साली नानीहरू छन् कि लिएर जानु पर्यो भनेको आज ओ मामा ए भाइ साहब पो यहाँ खै यहाँ चाहिँ हाम्रो मामाको होटल यहाँ हाम्रो मासु पसल मामाको यतै साइलो मामाको है साथी त्यो म निस्केँ मामाको पसलबाट अब म यहाँ के गरेको भेनाको के अरे रक्सी पसल छ त्यो पनि म देखाउँछु ल तर बन्द रहेछ भेना जानु भएन रहेछ टाढै हिँड्नुभयो म घरबाट आउँदै भर्खर भेनाको पसल थियो तर बन्द रहेछ यहाँ चाहिँ एकदम रक्सी होलसेल पसल हो होइन यहाँ ठिक छ केही छैन अनि एकदम सुन्दर छ आज दिन टक्क घाम लागेको होइन यता एउटा बाटो यता अर्को बाटो तर म यताबाट जान्छु यताबाट धान पनि पाकिसकेछ होइन अब यो बाटोबाट टक्क त्यहाँ एउटा गेट आउँछ है लालीगुराँस टोल सुधार समिति भनेर होइन अनि टक्क लाएर गेट छ यो गेटबाट अब तलतिर अर्को गेट छ त्यहाँबाट छिर्ने हो म त्यहाँबाट छिरेर म घर पुग्छु अब यहाँ चाहिँ एउटा गेट म छिर्ने भनेको ठ्याक्कै यही गेट हो एकता बस्ती ऊर्जाशील प्लानिङ मार्ग भनेर यहाँबाट छिरेँ म ल होइन धान पनि मजाले फलेछ यार पाक्न लागेछ है यहाँ हाम्रो अङ्कलको फसल अङ्कल नमस्ते के छ हजुर मलाई उयो छ भने दिनु न पराक के अरे यो करेन्ट छ छैन है भोला पनि छैन ए ल ल ठिक छ लगिदिनु पर्ने थियो ल कस्तो खतरा छु सही मलाई यो यता हाम्रो अङ्कलको घर हो यो यता फुपूहरूको घर खोज्छ यो रातो रातो खाले ठुलो बाउको घर यहाँ चाहिँ चतुर चोक भन्छ यसलाई चतुर चोक यता पनि एउटा बाटो यता अर्को बाटो यता अर्को बाटो यताबाट आउने अर्को बाटो तर म छिर्छु यताबाट छिर्छु कस्तो दामी देख्दो रहेछ यो होला होइन त्यहाँबाट छिरेर म कहाँ पुग्छु ठ्याक्कै त्यो ट्याक्सी भएको छेउमा पुग्ने हजुर त्यो ट्याक्सी चाहिँ हाम्रो एउटा मोटे दाजुको 9327 हो होइन म चाहिँ यहाँ आएँ घर चाहिँ यता हो यता घरि लाग्ने अब घरतिर एउटा उलिएर आउँछ भनेको त्यो स्कुटीको यो बच्चा त्यो खतम पारिदिएछ मेरो स्कुटीको बाँधेर राखिदिएको छु के छ कान्छ ठुलो के गएर बस्यो म चाहिँ ट्याक पुगेँ फुल रोपेको छ मान्छेले यहाँ टक्क ल मम्मी ए फर्सी जाने